रामेको योजना पत्ता लाग्यो त? पत्ता लाग्यो मात्र होइन शक्तिजी, हाम्रो लागि सबैभन्दा सजिलो भयो। हामीले सबैजनालाई आज एकै ठाउँमा राख्ने भएको छ, त्यो पनि टोहरोमा। ल शक्तिजी, अहिले हामी जान्छौँ। ल जाऊ। नरम फस एक साथ त्यो पनि बिना झन्झट, कुनै प्रमाण समेत गर्दैन। दर्शकवृन्दहरू, आज म फेरि पनि उपस्थित भइसकेको छु होइन। आज म हिजो बाँकी रहेको बुहारी भाग 218लाई चाहिँ म आज चाहिँ फेरि रियाक्सन गरेर ल्याउँदैछु होइन। हजुरहरूले अन्तिमसम्म हेर्दै गर्नु होला होइन। हजुरहरूले हाइलाइटबाटै थाहा पाइसक्नु भयो होइन। एकदमै खतरा छ झन् यो अन्तिमको भाग चाहिँ होइन। अब एकदमै रमाइलो लाग्यो मलाई चाहिँ। हजुरहरूलाई के कस्तो लाग्छ जस्ताको त्यस्तै सुझाव सल्लाह अनि प्रतिक्रिया चाहिँ हजुरहरूले दिँदै गर्नु होला होइन। यो ओरिजिनल एपिसोड चाहिँ हरेक हप्ताको सोमबार ओएसआर युट्युब च्यानलमा आउने गर्दछ। हजुरहरूले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ होइन। हजुरहरूले त्यहाँबाट हेरिसक्नु भएको भए पनि आउनुहोस्, म सँगै हेर्नु होला होइन। मलाई पनि फुल साथ अनि सपोर्ट गर्नु होला दर्शकवृन्दहरू। एकदमै रमाइलो छ होइन। अनि हजुरहरू नयाँ हुनुहुन्छ नि भिडियोलाई लाइक अनि च्यानललाई सब्सक्राइब गरी हामी सँगै जोडिनु होला है त। हुन्छ, सुरु गरौँ है त यो आजको नयाँ एपिसोड। 1 2 3 गो स्टार्ट। दर्शकवृन्दहरू, यहाँनिर चाहिँ पुरा शक्तिको टोलीहरू चाहिँ पुरा यहाँनिर चाहिँ होइन पुरा जम्मा हुनुभएको छ होइन। शक्ति चाहिँ पुरा वरिपरि घुम्दै घरतिर हेर्दै यस्तो यताउता गर्दै होइन पुरा यहाँनिर झर्किएको जस्तो देखिन्छ कि होइन। यहाँनिर अब जस्तै त्यहाँनिर अब त्यहाँ त्यो दुईवटा दिदीहरूले चाहिँ तेस्रोतिर सृजनाले चाहिँ अब कहिले पनि बोलाएन, यताउता रात परिसक्यो त्यस्तै जस्तो छ। यसो हेर्दाखेरि चाहिँ होइन अब त्यही भएर छटपट्टिरहेको जस्तो देखिन्छ यसो बुझ्दाखेरि चाहिँ होइन। अब यहाँनिर के हो त होइन, हेर्दै गर्नुहोस् है त। एकदमै रमाइलो छ है त दर्शकवृन्दहरू, एकदमै रमाइलो छ होइन। अन्तिमसम्म हेर्दै गर्नुहोस् है त। अब हामीसँग धेरै समय छैन केटा हो, साँझ पर्न लागिसक्यो। आजको योजना के हो भन्ने कुनै अत्तो पत्तो छैन। यति बेलासम्म त ती दुईवटी आइपुग्नु पर्ने हो नि। कतै रामेले ती दुईवटी हामीसँग मिलेको थाहा पाएर उतै समातेर राख्यो कि आइपुग्नु पर्ने हो। के हो तिमीहरू त खुसी हुँदै आएका छौ त? आजको हाम्रो काम सजिलै बन्ने भयो कि क्या? अनि रामेको योजना पत्ता लाग्यो त? पत्ता लाग्यो मात्र होइन शक्तिजी, हाम्रो लागि सबैभन्दा सजिलो भयो। हामीले सबैजनालाई आज एकै ठाउँमा राख्ने भएको छ, त्यो पनि टोहरोमा। हामीले चाहेको कुरा भगवानले ठ्याक ठ्याक पुर्याएका छन्। अहिले भगवानले पनि हामीलाई साथ दिएका छन्। रुखमा पाकेको फल आफ्नै झोलामा खसेको जस्तो भयो। रामेले सबैजना गाउँलेलाई बोलाएर छाप्रोमा राख्ने भएको छ।
केटी मात्र हो र आफू पनि त्यही बस्छ अरे। अब गाउँले मात्र किन त्यो रामेलाई पनि आजै सक्नुपर्छ। त्यसपछि हामी सबैलाई आनन्द हुन्छ। तिमीहरूले ठिक भन्यौ, छाप्रोमा बस्यो भने झनै सजिलो हुन्छ। घरमा भएको भए गाह्रो हुन्थ्यो, हामीलाई पनि त्यो छाप्रो तोड्न झनै सजिलो हुन्छ। ल शक्तिजी, अहिले हामी जान्छौँ। आज चाहिँ कुनै पनि हालतमा चुक्नुहुन्न। दर्शक वृन्दहरू यहाँनिर चाहिँ होइन अब दुईवटा दिदीहरू आएर चाहिँ होइन एकदमै सजिलो भयो शक्तिजी। अब चाहिँ होइन चुक्नु हुँदैन, एकदमै सजिलो छ होइन। अब हामी चाहिँ जान्छौँ, अब तपाईँहरू आउनु यताउता भनेर चाहिँ भन्दै जस्तो भन्नुभएको छ होइन। अब यहाँनिर पुरा शक्तिको गुन्डाहरू चाहिँ पुरा धारिलो हतियारहरू कोही काँधमा कोही हातमा बोकेर चाहिँ एकदम ठाडो कान ठाडो आँखा पारेर हेरिरहनु भएको छ होइन। अब यहाँनिर चाहिँ के हुन्छ त होइन, के अब आज राति नै अब राम सरको त्यो परिवार र अनि त्यहाँनिर गाउँलेहरूलाई चाहिँ के अब मारिदिनुहुन्छ त के हो त होइन। अब यहाँनिर दुईवटा दिदीहरूले त एकदमै सजिलो छ कि एकदमै सजिलो छ भनेर चाहिँ अब जान लाग्नु भइसकेको छ। अब के हुन्छ त होइन, अब हेर्दै गर्नुहोस् है त, एकदमै रमाइलो छ। अनि हजुरहरू नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक अनि च्यानललाई सब्सक्राइब गरी हामी सँगै जोडिनु होला है त। एकदमै रमाइलो छ है त, हेर्दै गर्नुहोस् है त दर्शक वृन्दहरू, एकदमै रमाइलो छ। सबैजना गाउँले आएपछि सबैजना गाउँले त्यही छाप्रोमा बस्छन्, हामी दिदी बहिनी चाहिँ घरमै बस्छौँ भनेर भन्छौँ। त्यसपछि एउटी तपाईँलाई लिन आउँछौँ, एउटी चाहिँ त्यही घर बाहिर बसेर तिनीहरूलाई रुन्छ। ल शक्तिजी, अहिले हामी जान्छौँ। ल जाऊ। एक साथ त्यो पनि बिना झन्झट कुनै प्रमाण समेत गर्दैन। ओ रात परेको अवस्था छ दर्शक वृन्दहरू होइन। ओ यहाँनिर चाहिँ अब गाउँलेहरू चाहिँ होइन दर्शक वृन्दहरू पुरा रात परेको छ होइन। रात पर्ने बित्तिकै चाहिँ सबै गाउँलेहरू चाहिँ एकैचोटि भेला भएर चाहिँ होइन अब एउटै ग्रुप भएर चाहिँ यहाँ राम सरको घरमा आउनु भएको छ होइन। अब के हुन्छ त होइन, अब यहाँनिर राम सर पनि निक्लिनुहुन्छ एकछिनमा होइन। अनि अब सबैजना मिलेर के त्यही छाप्रोमा बस्नुहुन्छ या घरमा के हो त होइन, हेर्दै गर्नुहोस् है त। अब नयाँ राम सरले चाहिँ प्लान चेन्ज गरिसक्नु भयो कि न घरभित्रै बस्नुहुन्छ कि होइन, न प्लान चेन्ज गर्नुभएको छैन भने त गोठमै जानुहुन्छ होला छाप्रोमै होइन। अब उतातिर दुईवटा दिदीहरूले फेरि भनिसकेको छ त्यहाँनिर होइन। अब के हो त होइन, पक्कै राम सरले चाहिँ योजना बदलिसक्नु भएको होला होइन। हेर्दै गर्नुहोस् है त, अब यहाँनिर के हुन्छ, एकदमै रमाइलो छ। हेर्दै गर्नुहोस् है त दर्शक वृन्दहरू होइन, एकदमै रमाइलो छ है त, एकदमै रमाइलो। राम भाइ, ए राम भाइ, हामी आयौँ त, कता छौ? ए सबैजना आइपुग्नु भयो? ल ठिक छ। ल अब तपाईँहरू सबैजना आइपुगिहाल्नु भयो, गएर छाप्रोमा बसौँ। त्यहाँ बस्यो भने हामी सबैजना सुरक्षित हुन्छ। हामी त्यहाँ बसेको कुरा त्यो शक्तिले थाहै पाउँदैन। तिमीहरू जाऊ, हामी दिदी बहिनी त जाँदैनौँ। यो चिसोमा त्यो छाप्रोमा हामी बस्न सक्दैनौँ। बरु मरे पनि मरियोस्, तर त्यहाँ जाँदैनौँ हामी। छोडिदिनु, यिनीहरू गए जान्छन् नगए जाँदैन। मरे पनि मरन्, हामीलाई मतलब छैन। हामी चाहिँ जानुपर्छ। सुन त, त्यो छाप्रोमा आएर बाहिरबाट चाबी चाहिँ लगाइदियो न है। ल जाउँ हामी चाहिँ। ल अब हामी भित्र भइहाल्छ, ऊ आउँछ होला घरतिर हेर्छ बस्छ। हामीलाई खोज्दा खोज्दा फोन पनि ला ढल्छ त्यो मान्छे। ल ज्यान कसरी बचाउने त्यसको ध्यान दिनुपर्छ। ल अब तिमीहरू दुईटी चाहिँ यो चाबी लगाइदिएर जाऊ।
अनि भोलि बिहानै आएर खोल्दिनँ नि फेरि ल जा दर्शक वृन्दहरू यहाँनिर त राम सरले त के हो त होइन अब यो तिम्रो ड्युटी चाहिँ चाबी लगाइदियो अरे जाऊ भोलि बिहानै आएर खोल्दे भन्नुभएको छ। अब राम सरले चाहिँ के अब यहाँनिर थाहा भइ पनि यसो गर्नुभयो कि के हो होइन। अब यो ड्युटीलाई त झन् सजिलो पो भयो त दर्शक वृन्दहरू होइन। के हो त यहाँनिर हेर्दै गर्नुहोस् है त अब यहाँनिर के हुन्छ होइन। एकदमै रमाइलो छ होइन। अब हेर्दै गर्नुहोस् है त दर्शक वृन्दहरू। सृजना त शक्तिलाई बोलाएर लिएर आइज म यिनीहरूलाई कुरेर बस्छु है। जा जा शक्तिजी सबै भित्र छन्। ए साँचो लगाइदिएको छु। ठिक छ त्यसो भए शुभ काममा किन ढिलो गर्ने होइन त काम सुरु गरौँ। ओ माय गॉड सुरु गरौँ जाऊ। दर्शक वृन्दहरू यहाँनिर चाहिँ अब शक्तिको गुन्डाहरूले चाहिँ अब यो छाप्रो भरि वरिपरि चाहिँ अब मोटी तेल पेट्रोल सर्किनु भएको छ। अब यहाँ आगो लगाउनको लागि होइन। के हो त यहाँनिर के राम सरहरूको परिवार अनि त्यहाँनिर गाउँलेहरू चाहिँ के यो छाप्रो भित्रै छ त के हो यहाँनिर के हुन लागिरहेको छ त होइन। के कस्तो हो त होइन। दर्शक वृन्दहरू अन्तिमसम्म हेर्नै पर्ने हुन्छ। हेर्दै गर्नुहोस् है त एकदमै रमाइलो छ। अब के हुन्छ त यहाँनिर हेर्दै गर्नुहोस् है त दर्शक वृन्दहरू।
दर्शकवृन्दहरू यहाँनिर चाहिँ शक्ति चाहिँ पुरा आगोको राको लिएर चाहिँ अब त्यहाँनिर छाप्रो नजिकै पुगिसक्नु भएको छ। त खोइ के हो होइन, अहिलेसम्म पनि अब यता न उता खोइ केही पनि भइरहेको छैन यहाँनिर। न त राम सरलाई थाहा छ न परिवारलाई थाहा छ कि राम सरले अन्त्य भगाइसक्नु भयो कि खोइ के हो होइन। यहाँ त एकदमै गाह्रो हुने बेला भइसक्यो त दर्शकवृन्दहरू होइन। अब हेर्दै गर्नुहोस् है त अब यहाँनिर के हुन्छ त, अब के यहाँ रोक्नुहुन्छ त गाउँलेहरूले राम सरले होइन, हेर्दै गर्नुहोस् है त। Oh my god. दर्शकवृन्दहरू हजुरहरूलाई यो सिरियल कस्तो लाग्यो होइन, मलाई चाहिँ एकदमै धेरै राम्रो अनि एकदमै धेरै बवाल लागेको छ होइन। एकदमै खतरा लाग्यो क्या मलाई चाहिँ सुरुदेखि यहाँसम्म हेर्दाखेरि चाहिँ खतरा लाग्यो। हजुरहरूलाई कस्तो लाग्यो जस्ताको त्यस्तै सुझाव सल्लाह अनि प्रतिक्रिया चाहिँ हजुरहरूले कमेन्ट बक्समा दिँदै गर्नु होला। मलाई चाहिँ एकदमै बवाल अनि एकदमै झक्कास लाग्यो के। अब यहाँनिर सुरुदेखि यहाँसम्म अब अन्तिमसम्म चाहिँ अब यो रिभ्यू गर्नु पर्दाखेरि चाहिँ अब एकदमै बवाल लाग्यो होइन। अब त्यहाँनिर चाहिँ अब सुरुमै त्यहाँनिर होइन अब योभन्दा अब 218 को भाग चाहिँ मैले हिजै आधी अपलोड गरेको थिएँ, त्यसपछि आधीको चाहिँ मैले गरेको होइन। त्यसपछि आधीको चाहिँ रिभ्यू गर्न जाँदाखेरि चाहिँ पुरा त्यहाँनिर शक्ति सर चाहिँ होइन पुरा घडी हेर्दै यता र उता घुम्दै अनि घडी हेर्दै है अनि अब आफ्नो साथीहरूलाई पनि हेर्दै होइन। अब यिनीहरू दुईटीले त कहिल्यै अब त्यो कुराहरू ल्याएन कि के हो होइन। अब राम सरको योजना त्यो रामेको योजना के हो, त्यो गाउँलेको योजना के कस्तो छ, अब यिनीहरूले कहिल्यै अब आएन नभन्ने भयो यो दुईटीले।
भनेर चाहिँ भन्नुभएको छ त्यहाँनिर शक्तिले भने उता बिक्कीले चाहिँ अब भन्नुभएको छ पक्कै अब यो दुईटा पनि अब यी दुईटी दिदीहरू पनि अब शक्तिसँगै लागेको होला भनेर कि तिनीहरूले अब आक्रमण गरे कि तिनीहरूले राखे कि आउनु दिएन कि भनेर त्यहाँनिर चाहिँ अब त्यहाँ बिक्कीले चाहिँ त्यस्तो भन्दै हुनुहुन्थ्यो अब त्यतिको भन्दैखेरि पनि अनि दुईटा दिदी चाहिँ टुप्लुक्कै हाँस्दै आउनुभएको छ क्या दर्शकवृन्दहरू त्यहाँनिर चाहिँ होइन अब एकदमै हाँस्दै अब भन्नुभएको छ त्यहाँनिर दुईटा दिदीहरूले चाहिँ अब त्यहाँ शक्तिलाई होइन अब झन् अब शक्ति चाहिँ अब झन् एकदमै राम्रो हुने भयो होइन एकदमै अब खतरा प्लान भयो होइन अब झन् अब त्यहाँ त्यो रामेले त सबै गाउँलेहरूलाई बोलाएर चाहिँ राति अब त्यो छाप्रोमा सुतौँ त्यो छाप्रोमा बसौँ भनेर चाहिँ अब भन्नुभएको छ होइन अब एकदमै राम्रो हुन्छ कि अब हामीले चाहिँ चाँडै अब चाहिँ अब होइन अब आजको बेलुकै आजको राति नै हामीले चाहिँ अब त्यो सखाप गर्न सकिन्छौँ झन् सजिलो झन् राम्रो भनेर चाहिँ त्यहाँनिर दुईटा दिदीहरूले त्यहाँनिर शक्तिलाई भनिसक्नु भएपछि चाहिँ अब शक्तिले पनि हो एकदमै हुन्छ अब तिमीहरू चाहिँ जाऊ अब एकदमै हुन्छ हामी आउँछौँ भनेर चाहिँ त्यहाँनिर शक्ति चाहिँ एक्लै अब दुईटा दिदीहरू चाहिँ गइसकेको हुन्छ घर होइन अनि अब एक्लै शक्ति चाहिँ एकदमै हाँस्नुहुन्छ क्या एकदमै खुलाएर होइन अब चाहिँ हो होइन अब चाहिँ एकदमै राम्रो भयो अब चाहिँ बल्ल चाहिँ अब यत्रो साल चाहिँ अब त्यहाँनिर गरेको चाहिँ अब यत्रो साल हामीले अब प्र्याक्टिस गरेको थियौँ मार्नलाई अब सकेनौँ अब चाहिँ एकदमै अब एकैचोटिमा सकिने भए कसैलाई थाहा पनि नहुने कसैलाई केही पनि नहुने अब एकैचोटि अब हामीले सक्ने भयो भनेर चाहिँ पुरा हाँस्नुहुन्छ दर्शकवृन्दहरू होइन अब त्यसपछि अब यतातिर चाहिँ अब दुईटा दिदीहरू चाहिँ अब राम सरको घरमा जानुहुन्छ होइन गइसकेको हुन्छ पहिले नै अनि अब त्यहाँ राम सरको घरमा अब रात परेको हुन्छ 81 रात परेको देखाउँछ यो सिरियलमा होइन अनि त्यसपछि सबै गाउँले परिवारहरू सबै एकैचोटि भेला भएर चाहिँ अब राम सरको घरमा जानुहुन्छ अनि अब राम भाइ हामी त आयौँ भनेर चाहिँ त्यहाँनिर भन्नुहुन्छ गाउँलेहरूले अनि राम सर चाहिँ बिचको ढोकाबाट निक्लिनुहुन्छ भने अब दुईटा त्यहाँनिर अब कमला म्याम अनि त्यसपछि अर्को त्यहाँनिर सुशीला बहिनी चाहिँ उता अर्को ढोकाबाट निक्लिनुहुन्छ आयो होइन अब हुन्छ अब सबैजना चाहिँ मिलेर अब त्यो उसमा हामी छाप्रोमा बस्नुपर्छ शक्तिले पनि थाहा पाउँदैन अब एकदमै राम्रो हामीलाई बाँच्न सकिने बस्न सकिने अब शक्तिलाई त केही पनि थाहा हुन्न होइन अब शक्ति आए पनि अब घरमै हुन्छ होला भनेर भन्ने हुन्छ अब हामी त्यहाँ गएर बसेपछि एकदमै राम्रो निन्द्रा पनि पाउँछौँ एकदमै त्यहाँनिर सुत्न पनि पाउँछौँ भनेर चाहिँ दुईटा दिदी सबैलाई जाउँ भन्नुहुन्छ राम सरले अनि सबै अब त्यहाँनिर दुईटा दिदीले चाहिँ होइन हामी त्यहाँ चाहिँ गएर बस्दैनौँ हामी बस्न सक्दैनौँ त्यहाँ होइन अनि त्यसपछि सक्दैनौँ अब हामी चाहिँ अब यही घरमा बस्छौँ त्यहाँ चिसो लाग्यो गर्मी यताउता बिरामी भयो भने कसले जिम्मेवारी के हो त्यस्तै कुरा भन्न चाहनु भएको थियो भन्न खोज्नु भएको थियो दुइटै दिदीहरूले अनि जान मानेनन् भने राम सरले पर्दैन तिमीहरू दुइटै त्यहीँ बस्छ हामी चाहिँ वहाँ गएर बस्छौँ भनेर भन्नुभएको छ अनि त्यहाँनिर सबैजना तल जानुहुन्छ अनि बोलाएर लानुहुन्छ राम सरले ल हामी यहाँ भित्र बस्छौँ यो चाबी लगाएर चाहिँ अनि लगाइदिए भोलि बिहानै आएर खोल्दै भनेर त्यहाँ दिदीलाई दिनुहुन्छ होइन अनि अब त्यही गर्नुहुन्छ होइन सबैजना भित्र बस्नुहुन्छ अनि राम सरले चाहिँ चाबी दिइसकेपछि त्यहाँ बाहिर त्यहाँ दिदीले चाबी त्यहाँ लक गरिदिनुहुन्छ अनि एकदमै दुईटा हाँसी चाहिँ माथि घरमा जान्छ होइन मूल घरमा गएर चाहिँ एकदमै हाँसेर चाहिँ होइन सुरुती दिदीले चाहिँ जा त चाहिँ अब शक्तिलाई बोलाएर ले होइन अब म चाहिँ यहाँनिर हेर्छु भनेर भन्नुहुन्छ अनि त्यहाँ शक्तिलाई बोलाउन जान्छ दिदीहरू नभन्दै सबैजनालाई बोलाएर लिएर आउँछ अन्तिममा यो चाहिँ अन्तिमसम्म भइसकेको हुन्छ दर्शकवृन्दहरू अनि हजुरहरू चाहिँ नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक अनि च्यानललाई सब्सक्राइब गरी हामी सँगै जोडिनु होला है त एकदमै रमाइलो छ यो कहानी अनि एकदमै रमाइलो रिभ्यू होइन हजुरहरूले त सिरियल रियाक्सन हेरिहाल्नु भयो मैले एकदमै अब मैले यो भनेको यो रिभ्यू एकदमै कस्तो लागिरहेको छ हजुरहरूलाई जस्ताको त्यस्तै सुझाव पनि दिनु होला है त दर्शकवृन्दहरू एकदमै रमाइलो छ होइन अनि अब त्यसो भन्दैखेरि चाहिँ होइन अब उतातिर चाहिँ अब ल्याइसके हुन्छ अर्को बहिनी चाहिँ सृजनाले होइन अनि एकदमै सबैजना भएर चाहिँ अनि त्यहाँ त्यो छाप्रोमा चाहिँ वरिपरि मट्टीतेल हालिदिएको हुन्छ क्या एकदमै छर्किन्छ वरिपरि चारैतिरबाट सबै त्यो शक्तिको गुन्डाहरूले अनि त्यो बिक्कीले अरू गुन्डाहरू सबैले छर्केर चाहिँ अनि पछि चाहिँ त्यहाँ राको त्यो बत्ती बाल्नको लागि चाहिँ त्यो यत्रो राको चाहिँ त्यहाँ सृजना दिदीको हातमा हुन्छ होइन यत्रो ज्वालो अनि त्यहाँ बालेर चाहिँ शक्ति एकदम हाँस्दै होइन एकदम हाँस्दै त्यहाँनिर चाहिँ अब त्यहाँ जलाइदिन्छ क्या अनि एकदमै हाँस्दै जलाइसकेपछि होइन एकदमै जलिसकेपछि एकदमै हाँस्छ क्या त्यहाँ अनि भित्र चाहिँ राम सरहरूले चाहिँ आइए नि आता पोलियो मरे बचाऊ यताउता त्यस्तै भित्र भनिरहेको हुन्छ होइन अब यो चाहिँ अब बनाएको होइन सायद उतातिर राम सरले चाहिँ उता अर्को बनाइसक्यो होला त्यो
कोठी मतलब अर्को बनाइसक्यो होला त्यहाँनिर चाहिँ अब त्यस्तो भन्यो होला लगभग उनीहरू भागिसकेको हुनुपर्छ राम सरहरू चाहिँ मेरो उसमा होइन अब त्यस्तो गरे हुन्छ अनि एकदमै हाँसेकै त्यत्तिकै अनि त्यसपछि पर जान्छ शक्तिहरूको गुन्डाहरू सबैजना चाहिँ एकदमै हाँसे पुरै त्यो घर जल्छ त्यो छाप्रो जलिसक्छ अनि पुरै हाँसेकै सकिन्छ होइन अब हजुरहरूलाई कस्तो लाग्यो जस्ताको त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया चाहिँ हजुरहरूलाई दिँदै गर्नु होला होइन एकदमै रमाइलो लाग्यो अनि अब यो रिभ्यू हजुरहरूलाई कस्तो लाग्यो मैले गरेको होइन जस्ताको त्यस्तै सुझाव सल्लाह अनि प्रतिक्रिया चाहिँ हजुरहरूलाई दिँदै गर्नु होला अनि हजुरहरू नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक अनि च्यानललाई सब्सक्राइब पनि गर्नु होला है त दर्शकवृन्दहरू एकदमै रमाइलो छ है त अब अर्को भागमा भेटौँला होइन अब अर्को भाग चाहिँ एकदमै खतरा आउनेवाला छ होइन त्यतिन्जेलको लागि चाहिँ अर्को हप्ता अर्को मङ्गलबार चाहिँ हजुरहरू मङ्गलबारसम्म चाहिँ हजुरहरूले पर्खनै पर्ने हुन्छ होइन हुन्छ दर्शकवृन्दहरू तबसम्मको लागि चाहिँ ओके बाई टेक केयर।